आदरणीय दर्शक महानुभावहरू नमस्कार। तपाईहरुलाई मैले यो भन्दा पहिला आलु खेतीको भिडियो देखाएको थिएँ नि, हो त्यो आलु अहिले हामी खनिरहेको छौँ। हेर्नुस्, यो खास तपाईलाई मैले 90 दिनमा खन्नुपर्छ भनेर भनेको थिएँ, तर यो 90 दिन चाहिँ भएको छैन है। यो चाहिँ के भयो भने हामीले यो यतातिर हेर्नुस्, यो तपाईको बाँदरले आएर हेर्नुस्, दिउँसै आएर आलु खाएर बाँदरले भद्र गोल गरिसकेपछि हामीले खन्न थालेको। हेर्नुस्, यो दिउँसै आएर कति बेला बाँदर आएर जङ्गलबाट जङ्गली जनावरले हामीले दुख दिन थालेको छ, त्यही भएर हामीले खनिरहेको छौँ। यो खास तपाईको 75 देखि 80 दिन मतलब अहिले भएको छ हाम्रो यो आलुको उमेर। यो डाँठ तपाईको पुरै सुकिसकेपछि बल्ल खन्ने हो। अनि त्यो खनिसकेपछि तपाईको के हुन्छ भने यो आलु अहिले पाकेको छैन, त्यो डाँठ सुकिसकेपछिको आलु पाकेको हुन्छ र त्यसलाई हामीले घरभित्र स्टोरेजमा राख्यौँ भने त्यो अलि बढी दिनसम्म मतलब टिक्छ र कुहिँदैन। तपाईहरु एउटा यो मतलब झालमा यतिको आलु फल्नु भनेको यसलाई राम्रै मानिन्छ के, तर के भयो भने हामीले मतलब टाइम अनुसार उकेर लगाउन नसकेको हुनाले आलुको दाना तपाईको अलि मतलब साइजको हुन सकेन। त्यही भएर के हुन्छ भने वेट कम हुन्छ। यो साथीहरु के हुन्छ भने अब आलु खेती हामीले गरेपछि यो मतलब निर्वाहमुखी तरिकाले आलु भयो हैन। यसमा के हुन्छ भने खानको लागि घरमा स्टोर गरेर राख्यो भने यो कुहिदैन, किनभने यसमा सिँचाइ कम परेको छ। त्यसपछि तपाईँ के भयो भने मल खाद पनि कम परेको छ। यो अर्गानिक हिसाबले खेती गरिएको छ र यदि तपाईहरुले व्यावसायिक हिसाबले खेती गर्नु आवश्यकता अनुसार मल खाद सिँचाइहरू दिनुपर्ने हुन्छ।